हजुर सबैलाई गुड मर्निङ। आज चाहिँ म उठिसकेँ होइन। आज चाहिँ म हजुरहरूलाई आजको दिनमा के गर्नेछु देखाउनेछु है। हेर्दै गर्नु होला। आज चाहिँ मेरो 30 डेको ब्लग डे 2 सुरु भइसकेको छ होइन। हजुरहरूले हेरिदिनु होला। अब म के गर्छु हजुरहरूलाई देखाउँछस्। म चाहिँ अब दुध दुन लाग्यो होइन। दुध दिइसकेपछि भेट्छु ल हजुरहरूलाई। म चाहिँ दुध दुँदैछु है। दुध दुन चाहिँ फर्स्टमा धेरै गाह्रो हुन्छ कि है। हातहरू दुख्ने बानी नभएसम्म कस्तो हातहरू दुखिरहेछ क्या। अनि यो के भन्छ पाछोले सबै थुनतिर टोकतिर घाउने घाउ भएर होला अलिक कस्तो असजिलो पनि हुने क्या। अनि बुढाले चाहिँ छिटो दु आज ढिला भइसक्यो भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ छिटो गरेर दुध दुँदैछु। अनि जस्तिभन्दा आज अलि ढिला पनि भइरहेको थियो। तर लास्टै असजिलो हुने क्या है। कहिले गरे भए पो आउनु त अब पहिला गरेको थिइनँ। अनि बच्चाहरूको लागि चाहिँ यतिको त गर्नु पर्यो हेर्नु। अनि यति गरिसकेपछि चाहिँ अनि मैले चाहिँ दुध दुइसकेपछि चाहिँ बाल्टीमा खनाएँ। बिहान र बेलुकाको दुधसँगै मिसाइदिएँ। अनि यति गरेपछि बच्चाहरूले अर्ग्यानिक दुध पनि खान पाउने है। बच्चाहरू पनि खुसी हुने। अनि यत्रो दुध चाहिँ खाएर सकिँदैन नि त हामीले। अनि त्यही भएर यो डेरीमा लानको लागि चाहिँ मैले यस्तो गरिरहेको छु। अनि मेरो बच्चाहरूलाई चाहिँ दुध किन्दा हैरान भएर चाहिँ अनि हामीले चाहिँ अब एउटा गाई पाल्यो भने कस्तो होला दुधको पनि नहुने भनेर त्यो आइडिया गरेको हो होइन। अनि यो चाहिँ मेरो सानो छोराको लागि दुध तताउँदैछु म। दुध तातिसकेको छ। अनि यतापट्टि चाहिँ मैले चिया बसालिरहेको छु। हामीलाई चिया पनि पाकिसकेको छ। अनि दुध पाकिसकेपछि चाहिँ मैले ठुलो छोरालाई पनि दिएँ कि लगेर। अनि कस्तो छ छोरा भन्दा त मिठो अरे कि। अनि उसलाई चाहिँ साह्रै दुध मनपर्छ कि। हेलो साथीहरू, आज चाहिँ हाम्रो आमा छोरा चाहिँ एकदम ठुलो दुर्घटनाबाट बस्यो कि। म चाहिँ त्यहाँ बसिरहेको थिएँ भुइँमा कि। छोरा खालि रोकोरै गइरहेको थियो। यतापट्टि हेर्दै रुँदै गइरहेँ कि। अनि मैले यो घडी छ नि, यो घडी चाहिँ यहाँनिर झुनाएको थिएँ कि। यसरी यहाँनिर झुनाएको थियो होइन। अनि यस्तो बेला ब्ल्याङ्क खस्दाखेरि त अलिकतिले क्या मेरो छोरालाई र मलाई लागेको यार। घडी र सत्य घडी पनि फुट्यो। हेर त फुट्यो घडी पनि फुट्यो। यस्तो भयो घडी हेर्नु नि ल। यस्तरी फुट्यो घडी पनि यस्तरी फुट्यो कि हेर्नु नि ल। माइ गड सत्य घडी ल होइन। सिसा पनि फुट्यो छैन। धन्न हामीलाई केही भएन। माइ गड हामी दुईजना चाहिँ तलतिर जानु लाग्यो। तल दिदी घरमा होइन। टेलरमा पनि जानु पऱ्यो बाबुको लुगा निल्नै। अब हामी जाँदैछौँ तलतिर। घरमा बस्दा दिक्क लगाइसक्यो नि त। त्यही भएर घरमा बस्दा दिक्क लागेर चाहिँ म चाहिँ कान्छो छोरो र म चाहिँ तलतिर जानु पर्यो भनेर हिँड्यौँ। म चाहिँ पुग्न लाग्यो अब त्यहाँ गएर आएर घरमा आएपछि भेट्छु ल। हामी आमा छोरा चाहिँ आइसक्यौँ घुमेर। अब आज म चाहिँ घरमा बसिरहेको थिएँ। अनि बुढाले चाहिँ मलाई तिमीलाई बाइक सिक्न मन लाग्यो भने होइन हिँड म सिकाइदिन्छु भन्नुभयो क्या। अनि मैले चाहिँ हुन्छ नि त ल भनेर भान्जाको बर्थडेमा पनि जान्थ्यो कि। अनि हामी चाहिँ गयौँ मासतिर बाइक सिक्न। यो बाइक चाहिँ जेठो छोराको हो कि उस चाहिँ जापान गएको छ। अनि त्यत्तिकै छ नि त घरमा यो बाइक। अनि त्यही भएर आज चाहिँ निकालिदिएर यसो चलायो। अनि पहिला मलाई बाइक सिकाएको चाहिँ उसले नै हो क्या। फर्स्टमा चलाउन दियो सिकाएको थियो क्या उसले। अनि त्यही भएर मैले यतिको चाहिँ
भ्लग एन्ड गर्छु भन्दा यति राति भइसक्यो। हामी चाहिँ माथि भान्साको बर्थडेमा गएर आएको होइन। यो भ्लग बनाउन चाहिँ साह्रै गाह्रो हुँदो रहेछ साथीहरू, के भन्नु। सानो बच्चा है, त्यो पनि आज त्यो माथि गाईले दुध पनि मेरो लात्ताले हान्थेर हात पनि यस्तो दुखिरहेको छ यहाँ कि हात पनि दुखिरहेको छ। अनि दुध पनि सबै पोखाइदियो है, कस्तो टेन्सन भइरहेको नि मलाई त। अनि त्यस्तै हो, च्यालेन्ज छ, च्यालेन्ज त एक्सेप्ट गर्नु पर्यो। अब एकदमै बाबुले पनि धेरै झगडा गरिरहेछ क्या, धेरै झगडा गरिरहेछ। अनि त्यही भएर आजलाई पनि गर्छु, बाँकी भ्लग भोलि गर्ने नै छु। 30 डेको अब बुढाले दिएको च्यालेन्ज त एक्सेप्ट गर्नै पर्यो साथीहरू, के गर्नु। सायद म सक्छु कि सक्दिनँ होला च्यालेन्ज एक्सेप्ट गर्न, सायद गाह्रो हुँदो रहेछ। अहिलेलाई यति नै मेरो भ्लग एन्ड गर्छु। ओके, बाई बाई।